हेलो हाई गाइज है। आज चाहिँ हामी अब बजार जान लागेको। हामी साथी र म हामीहरू बजार अब आज सेलेरी आएको छ हाम्रो चाहिँ। अनि अब पैसा निकाल्न जान लागेको यसो। अनि सपिङ पनि गर्नु पर्यो। अब फाइनली ट्याक्सी पनि आइसक्यो गाइज। अब हामी चाहिँ ट्याक्सी चढेर जान्छौँ, पछि भेटौँला है। यहाँ चाहिँ हाम्रो कार्यदाय हुनुहुन्छ। के बोले भाइ? अब के बोले के छ थाहा हामी बोले? कालदाईको ट्याक्सीमा जान लागेको हामी चाहिँ। A few moments later. गाइस हामी चाहिँ अब बाटोमा गइरहेको छौँ है। हेर्नु सक्नुहुन्छ तपाईहरुले। वाह क्या सीन है। रोडहरु धेरै क्लीन छ, नेपालको जस्तो छैन। नेपालमा पनि यस्तै भएदेखि कस्तो राम्रो हुन्थ्यो होला है। तर के गर्ने, विडम्बना हाम्रो। अब नेपालका नेताहरूले अब के गर्न सकेन, आफ्नो गोजीहरू भर्दै ठिक हुन्छ है। ये बड़ी अच्छी बात कही आप। अफसोस लाग्छ अब परदेशमा यस्तोहरू देख्दाखेरि। अब अर्काको देशमा यस्तो यति राम्रो रोडहरू, यस्तो सरसफाइ छ। अब हाम्रो देशमा पनि यस्तै भएदेखि कति खुसी हुन्थ्यो हैन। अवस्था हाम्रो चाहिँ जाम खुलिसकेको अवस्था। अब फेरि हामी हिँडिरहेको। यतातिर चारैतिर कम्पनी छ। यता पनि कम्पनी, उता पनि कम्पनी। यो चाहिँ मलेसियाको सेरेमान जिल्ला निलाई एरिया हो। ट्राफिक लाइटमा परेको अवस्था। Nau mana ko bank? CMB Bank. गाइस फाइनली हामी चाहिँ आइपुग्यो सामारा अब बजारमा। हामी यहाँबाट चाहिँ उता पैसा निकाल्न जाँदैछौँ। पुरै छ यता चाहिँ अब सेमी ब्याङ्कमा धेरै फुल छ मान्छेहरू। अब हामी चाहिँ अर्को साइडतिर गइरहेको छौँ। आज चाहिँ सटरडे भएर त्यति खासै मान्छे हुँदैन यहाँ बजारमा, सब काममा गएका हुन्छन्। भोलि सन्डे चाहिँ यतातिर धेरै मान्छे हुन्छ।
फाइनली गाइस अब हामी चाहिँ एटिएमतिर पैसा निकाल्न गइरहेको छौँ। पैसा चाहिँ निकाल्ने हो। यहाँ चाहिँ मेरो साथीले है पैसा निकालिरहेको छ। पैसा धेरै निकालिरहेको छ। कति निकाल्न लागेको अहिले पनि निकालिसकेको रहेछ। आज चाहिँ सपिङ चाहिँ टन्नै गर्न पाइने जस्तो छ। पैसाको हातमा देखाइरहेको छ। अझै पनि निकालिरहेको छ। सपिङ चाहिँ आज बबालै गर्नु पर्ला जस्तो छ। फेरि पैसा निकालिरहेको छ। म चाहिँ भिडियो बनाइरहेको छु है। Few minutes later. सरी गाइस, फुल भिडियो देखाउन सकिएन। मोबाइलको ब्याट्री लो भएको अवस्था। अब हामी नेक्स्ट भिडियोमा भेटौँला। अहिलेको लागि चाहिँ सरी।